चाहिँ म हजुरहरूलाई किनोआ सलाद कसरी बनाउने भन्ने कुराहरू चाहिँ नि मैले जानेको हजुरहरूलाई चाहिँ भन्न चाहन्छु है त। किनोआलाई हामीले भाँडा निकालेपछि अब हामीले यति निकाल्ने भने चाहिँ यसमा चाहिँ डुब्ने गरेर पानी राख्ने। अब यो चाहिँ सबभन्दा पहिला यो उमाल्नुपर्छ होइन। यसलाई यसलाई चाहिँ हामीले कति राख्ने भन्दाखेरि चाहिँ अब यो हजुर कतिजना हुनुहुन्छ त्यो अनुसारले चाहिँ हामीले यसलाई निकाल्ने अनि राख्ने है त। म चाहिँ यसलाई यति नै गर्छु, उमाल्छु यसलाई। राखेँ होइन, राखेपछि यसलाई चाहिँ पानी राख्ने हामीले राख्ने। अब यति राखेपछि चाहिँ यसलाई उमाल्ने अनि त्यसपछि यसलाई उमाल्दैछु मैले। बन्दैछ, मजाले उम्लिरहेछ। अब यो चाहिँ नि पानी सबै मर्नुपर्छ यसको। यो पानी सुकेपछि चाहिँ यो चाहिँ नि ठ्याक्कै कस्तो मजाको हुन्छ क्या। त्यो हजुरहरू देखाउँछु अहिले पाकिसकेपछि है त। अलिक कम भए जस्तो लाग्यो है, मजाले पानी राखेँ। हालेर पनि राख्न सक्नुहुन्छ अलिक कम भए जस्तो भयो भने। यो सलाद बनाउँदाखेरि चाहिँ एउटा धनियाँ, कागती, अनि यो प्याज, काँक्रो, चेरी टमाटो, नुन अनि ओलिभ ओइल यति चाहिँ चाहिन्छ। तर यो काँक्रो त त्यति चाहिन्छ होला, तर प्याज चाहिँ धेरै नै हुन्छ होइन। प्याज हामीले चाहिँ सबै कुराहरू चाहिँ चाहिने जति मात्रै राख्ने कि। यो सबै पानी चाहिँ सुक्नुपर्छ। मजाले छोपिरहेको छ, सुक्नु लाग्यो, सुकिसकेको छैन। सुकेपछि चाहिँ यो कस्तो राम्रो हुन्छ क्या, खुक्क फुट्छ क्या। किनभने मजाले पाक्यो। अब यसलाई चाहिँ हामीले सबै कुरालाई चाहिँ नि एक ठाउँमा मिक्स गर्छौँ। पहिला काट्नुपर्छ, किनभने चाहिँ पाक्यो। सबै कुरा यहाँ रेडी छ। अब यसलाई चाहिँ मैले काट्नुपर्छ। यो यिनीहरूलाई काटेर रेडी गरेँ। धनियाँ, चेरी टमाटो, काँक्रो, प्याज अनि अमिलो यो चाहिँ नि यो कातिलाई चाहिँ रस निसारेको यो किनुआ भइहाल्यो। यो ओलिभ ओइल अनि यो चाहिँ नुन, यो चाहिँ आवश्यक अनुसार हाल्ने है। मैले चाहिँ यसलाई चाहिँ यति सबै हाल्नुपर्छ, त्यही भएर यति काटेँ। टमाटर सबै कुराहरू चाहिँ मिक्स गरेँ, सबै हालेँ यहाँ। ल चाहिँ यसमा मैले यहाँ नुन पनि हाल्छु आवश्यक अनुसार, कति चाहिन्छ आफूलाई त्यो हाल्ने। यसमा चाहिँ मैले यहाँ कागतीको रसले पनि हालेँ। त्यसपछि मैले ओलिभ ओइललाई पनि हालेँ, थोरै हाल्ने ओलिभ ओइल। ल अलिकति हालेँ। त्यसपछि सबैलाई मिक्स गर्ने। यस्तो भयो। अब यसलाई चाहिँ मजाले मिक्स गर्ने सबैतिर। साथीहरू मैले सबै मिक्स गरेँ, कस्तो ब्युटिफुल देखियो, कलरफुल देखियो है। किनुआ सलाद ट्राई गर्दैछ। कस्तो भयो सानो? It's really good. Oh, thank you. सलादलाई चाहिँ तपाईँहरूले अब 2 दिनसम्म नै खान सक्नुहुन्छ होइन। लन्चलाई पनि लान सक्नुहुन्छ तपाईँहरूले। यहाँ एउटा कन्टेन्टमा राखेँ होइन। यो चाहिँ एकदमै हेल्दी रेसिपी हो। अनि यो हजुरहरूले चाहिँ नि लन्चमा पनि खान सक्नुहुन्छ, डिनरमा पनि खान सक्नुहुन्छ, र हजुरहरूले काममा पनि लान सक्नुहुन्छ। र अलिकति मैले जाने कुराहरू हजुरहरूलाई सेयर मात्रै गरेको। हजुरलाई कस्तो लाग्यो मलाई कमेन्ट चाहिँ नि गर्न नबिर्सिनु होला। ल ओके, बाई, थ्याङ्क यू फर वाचिङ।